ल त गाइस होइन अहिले हाम्रो यहाँ दाहरू चाहिँ माथि दुधकुण्ड पुगेर चाहिँ फर्किनु भएको रहेछ। अनि दा यो चाहिँ तपाईँको यो कामडाँडा भन्छ होइन? अनि यो कामडाँडादेखि चाहिँ कति घन्टा लाग्दो रहेछ हौ? तपाईँ त जानुभयो। यहाँबाट कामो डाँडाबाट 2 घन्टा जति तेर्सो हिँडेपछि अर्को के भन्छ हजुर ससुरबेनी भन्ने ठाउँ पुग्छ। ससुरबेनी हजुर हजुर त्यहाँ पनि 2-3वटा होटलहरू छ। हजुर बस्ने यताउता व्यवस्था राम्रो छ। हजुर अनि त्यसपछि आएर भोलि त्यहाँदेखि दुधकुण्डसम्मको लागि चाहिँ उँभो मात्रै 3 घन्टा लाग्छ। 3 घन्टा है भनेपछि टोटल यहाँदेखि तपाईँको झन्डै 5 या 6 घन्टा राखौँ है। 6 घन्टा हजुर हजुर। तपाईँको त्यो अलिकति आरामसे हिँड्दाखेरि पनि त्यति लाग्छ। हजुर हजुर आराम भन्दा अब फेरि अलिक हिँडाइमा पनि भर पर्ने भने सबभन्दा टप तपाईँले भन्नुहुँदै थियो ठाडो उकालो भने चाहिँ यही उँधोको मात्रै हो नि है? अलिक बढी उकालो चाहिँ यही उकालो चाहिँ बढी हो। हजुर अनि भोलि चाहिँ प्रायः तेर्सो बाटो छ। हजुर क्याम्पमा पुग्ने बेलामा माथिको मौसम तपाईँ जाँदाखेरि कस्तो थियो? मौसम एकदम राम्रो। राम्रो आज चाहिँ भनेपछि माथिको एक्सपिरियन्स राम्रो बटुल्नु एकदम राम्रो एकदम राम्रो। फ्यामिलीसँग जानु भएको थिएछ है। यहाँ हाम्रो तपाईँको चाहिँ निकालिदिए ल। तपाईँको चाहिँ छोरा नाति ल ए नाति नाति यता तपाईँ चाहिँ नमस्ते म चाहिँ उहाँको छोरी छोरी ए छोरी अनि यहाँ चाहिँ हाम्रो नातिनी है। ल बाजेसँग घुम्नु आएपछि त मलाई पक्कै लाग्यो प्रब्लम भएन है। हुन्छ ल ल